अब किङ कोब्रा आछ भनेर त्यसै कुरा आइरहेको छ। गाडी चाहिँ उहाँको घरमा आएछ। दुःख यस्तो हुन्छ, सब सामान ओसारेर। डर लाग्छ सर बाबु? घोस्री, दोषीपुर घोस्री रहेछ। ओ ये अलि पर भाग्दैन टिप्पाले चक्लेट हालेको पाउँछ नि। यो निकालिरहेछ मुसा ओरि जा। अब त्यो भाग्छ त्यो। यो चाहिँ यसलाई कमन कोब्रा भन्छ। कमन कोब्रा भनेको हाम्रो के अरे अब नाग सर्प भयो होइन, गोमन सर्प। यसले टोकेपछि एकदमै धेरै विष लाग्छ है। अब कमसेकम त्यहाँनिर रहेछ भेट्छु जे भए पनि। अब यो वरिपरि यस्तो ठाउँमा यसले 20-25वटा अन्डासम्म पनि पार्छ। अब त्यो अन्डा पार्दाखेरि चाहिँ अब अरू बच्चाहरू पनि हुनसक्छ नि त। त्यसैले सजग चाहिँ हुनु पर्यो। जस्तो घर अहिले हेर्दाखेरि अरू यहाँ वरिपरि सर्पहरू होला नि त। अव्यवस्थित छ भनेपछि यस्तो सर्पहरू जान्छ र मुसा खानलाई हामीले मुसा पनि देखिसक्यौँ होइन। मुसा खानको लागि जाने हो सामान्यतया। अब हाम्रो घर अलिकति अब टिकापुरको यहाँ भित्रभित्र त हामी ठाउँ थाहा पाउँदैनौँ, उहाँलाई चाहिँ लिएर आउनुभयो होइन। अनि फेरि सर्प आयो भने सर्प सकेसम्म अब घरभित्र हुँदाखेरि हुन्छ कहिलेकाहीँ बच्चाहरू राति सक्रिय हुने सर्पहरू हुन्छ, विशाल सर्पहरू भनेको। अनि बच्चाहरू चाहिँ तर्सिरहेको हुन्छन् होइन, घरमा लेडिजहरू बढी हुन्छन्, उहाँलाई डर लाग्छ। त्यसैले अलिकति सचेत हुन पऱ्यो है। घर सफा गर्न पऱ्यो र राति झुल चाहिँ जति गर्मी भयो भने पनि झुल चाहिँ लाउनु पऱ्यो। बुझ्नुभयो नि? झुल नलगाएपछि अझ योभन्दा बढी गराई सर्प हाम्रो बेडमा गएर टुक्ने भनेको गराई सर्प हो नि त बढी। त्यसैले यो सर्प मात्रै होइन, गराई सर्पबाट बस्नलाई पनि झुल चाहिँ लाउनुपर्छ। फेरि यस्ता घरहरूमा बढी चाहिँ यो सर्पहरू भेटिन्छ है। कच्ची घरहरूमा शीतल हुन्छ नि त, अनि मुसा पनि प्रशस्त पाइन्छ। त्यसैले यस्तो घरहरूमा बढी भेटिने भएको कारणले तपाईँहरू पनि खोल्किदिनु है। ल मलाई एउटा चक्लेट हाल्ने हो त्यो डिब्बा भयो भने त्यसमा हालेर लैजान्छ। यो भयो होइन, अर्को पनि छ नि मसँग त्यहाँ। यही हो सबै है। अब यो किङ कोब्रा चाहिँ होइन, यो सामान्य हाम्रो वरिपरि प्रशस्त रूपमा पाइने सर्प हो यो चाहिँ है। अब हाम्रो घर टाढा छ, यहाँ वरिपरि उद्धार गर्ने अब तपाईँहरूको नगरपालिका जोशीको नगरपालिका त हो नि, गाउँपालिका। यो अब गाउँपालिकाले अब यहाँ केही मान्छेहरू चाहिँ उद्धार गर्ने मान्छेहरू उत्पादन गर्न सकेको भए राम्रो हुन्थ्यो। कोही नगरपालिका अथवा गाउँपालिकातिर गएको बेलामा चाहिँ तपाईँको मेयरलाई, उपमेयरलाई, वडा अध्यक्षलाई भन्नुहोस् होइन। कमसेकम युवाहरू हुन्छ नि त, कोही ट्रेनिङ पाए त समातिहाल्नुहुन्छ। अब हामी त सधैँ फेरि यहाँ आउँदैन, हाम्रो नगर प्रहरीले समाज चाहिँ कति उनीहरूलाई चाहिँ ट्रेनिङ सब भइसकेको छ। अब यहाँ चाहिँ